चाहिँ कसले चाहिँ मिलाउनु पर्ने थियो? होइन, यो चाहिँ एक्चुअली घर घरमा पुर्याउनु पर्ने हो नि त। पोलिङ एजेन्टहरुले देखिरहेको छ कुनै कुनै प्रब्लमहरु देखिरहेको छु। जनता फर्केर जाँदैछन्। बिहानदेखि आएर खोजिरहेको छु, हिजोदेखि खोजेको मेरो भोट लिस्टमा लिस्ट नम्बर भेट्दा पनि मेरो नाम आएको छैन भन्ने कुराहरू छ। सबैमा नमस्कार, म विकास जिम्बा। यति बेला म शान्तिपुर वार्ड नम्बर 9 नम्बर वार्डमा उपस्थित छु। यहाँ भोट केन्द्र चलिरहेको छ। यहाँ सम्पूर्ण जनताको उपस्थिति देखियो, तर कतिजनाको गुनासो पनि देखियो। जुन गुनासो थियो पहिलाको भोट माने भोट लिस्ट आएको थियो, अहिले वर्तमानको भोट लिस्ट आएको छैन भन्ने कुराहरू हामीले थाहा लगायौँ। कसैको भोट लिस्ट नभएर फर्केको पनि देख्यौँ। तर त्यही बिचमा सम्पूर्ण शान्तिपुर पञ्चायत 9 नम्बर वार्डको जनतालाई म के भन्न चाहन्छु भने तपाईहरुको अधिकार हो, तपाईहरुको भोट दिने अधिकार हो। यो भोटमा तपाईहरुले दिनुपर्ने हुन्छ। भारतको संविधान अनुसार तपाईले आएको भोटलाई गुमाउनु हुँदैन। त्यस गुमायो भने तपाईलाई पनि भोलिको डेटमा बाट वञ्चित हुन सक्छ। त्यसैकारणले तपाईहरुले भोट 100% दिनुहोस् र जनतालाई यही भन्न चाहन्छु, आउनुहोस्, भोट दिनुहोस्। तपाईहरुको केही प्रब्लम छ भने यहाँ बसेको पोल एजेन्टहरु छ, उहाँहरुसँग कुराकानी गर्नुहोस्। कहाँ असुविधा छ त्यो कुराहरुलाई तपाईहरु आफ्नो असुविधालाई ल्याएर प्रकट गरेर सुविधाहरु पाउनुहोस् भनेर सम्पूर्णलाई म क्यामेराम्यानलाई बाहिर बस्नु बेंगलोर चेन्नईमा बस्नु भएको दाजुभाइहरुले यति बेला भने हामीसँग प्राक्तन सभापति भनौँ भीम लोहारजी उपस्थित हुनुहुन्छ। उहाँसँग म केही दुईटा जिज्ञासा राख्न चाहन्छु। वर्तमान अहिले म यहाँ उपस्थित भएर चाहिँ देखिरहेको छु, कुनै कुनै प्रब्लमहरु देखिरहेको छु। जनता फर्केर जाँदैछन्। बिहानदेखि आएर खोजिरहेको छु, हिजोदेखि खोजेको मेरो भोट लिस्टमा लिस्ट नम्बर भेट्दा पनि मेरो नाम आएको छैन भन्ने कुराहरू छ। म उहाँसँग जान्न चाहन्छु। दाजु, जुन कुराहरू म अहिले जनताबाट पब्लिकबाट सुन्न चाहन्दैछु, उहाँहरू हिजोबाट खोजिरहेको छ, अहिलेसम्म बिहानदेखि बसिरहेको छु, भोकै बस्दिन भन्ने खालको कुराहरू पनि छ। जनतालाई तपाईहरुले कस्तो सम्मान बुझाउने कोसिस गर्नुहुँदैछ? के कारणले चाहिँ आएन होला लिस्ट? पुरानो लिस्ट आएको भन्ने पनि हामीले जानकारी प्राप्त गर्छौँ। विशेष गरेर यस विषयमा पहिलेको हेरी अहिलेको टाइममा भोटर लिस्टमा जुन मान्छेहरुको नाम छ त्यसमा कतिपय सिरियल नम्बर नमिलेको कारणले गर्दाखेरि उहाँहरू भोट दिनमा असमर्थ भइरहेका छन् र के कारणले यस्तो हुन गयो यसको हामीहरूलाई पनि यति ज्ञात छैन। आगामी दिनमा तपाईहरु पक्कै पनि यसको रिजल्टहरु निकाल्नुहुन्छ होला। यो समस्या अब मान्छेहरू बिहानदेखिको भोट दिनको लागि आएर स्कुलको अगाडि बसिरहेका छन् र उहाँहरूले आफ्नो सिरियल नम्बर 1, 2 नम्बर कतिपय मान्छेको भोटमा नाम नपाएकोले गर्दाखेरि अलिकति मनमा दुःख प्रकट गरिरहेका छन् र आउँदो दिनहरुमा यो जाते सही भइदियो भने राम्रो हुन्छ, किनभनेदेखि सबै व्यवसाय गर्ने मान्छेहरू हो। यस्तो प्रब्लमहरु पहिला पनि पञ्चायतमा आएको थिएन, यो पञ्चायतमा मात्रै भएको? यसै पाली मात्रै भएको। किन भएको होला? यो के कारणले भयो होला भन्ने खालको जनता भ्रममा छन्। अहिले किन फर्केर गइरहेका छन् हामी सुन्दैछौँ, उहाँहरू रिसाइरहेका छन्। म बुझाउने पनि प्रयास गरे, कतिलाई हामी खोजिदिन्छौँ, एकछिन रोक्नुस् भन्ने खालको कुराहरू पनि गरेँ मैले। किनभने यो भारतको संविधान अनुसार भोट 5 वर्षमा एकचोटि पञ्चायत भोट आउँछ, त्यो भोटलाई गुमाउनु नै हाम्रो एउटा भूल हो भन्ने खालको पब्लिकको एउटा माने जनताको जुन भोटर छ उहाँहरूको भूल हो भन्ने कुरा उहाँहरूले पनि बताउनु भएको छ। उहाँहरूले दिनैपर्ने, निश्चय 100% दिनुपर्ने हो। तर उहाँहरूले भोट लिस्ट नपाएर फर्केर गएपछि अब भोलिको दिनमा उहाँहरूले सुविधाबाट वञ्चित भयो भने कसको भूल देखिन्छ? भूल हेर्नुहोस्, यसमा उहाँहरूले पनि भूल मानेर हुँदैन र गर्नेले पनि भूल यस्तो प्रकारको हुन्छ भनेर सायद जानेनन् होला। काम गर्दै जाँदाखेरि काहीँ भूल त्रुटिहरू उत्पन्न हुन्छ र दुख मानौ कसैले नमानुन्, भोटरहरूले पनि जाते उनीहरूको भोट लाउन नपाउँदा पनि उनीहरूको भोटमा भएको नाम सुरक्षित रहनेछ। यसै पनि तपाईहरुले सुनिसक्नुभयो। यति बेला हामीसँग प्राक्तन पञ्चायत प्रेसिडेन्ट हुनुहुन्थ्यो, उहाँले बुझाइसक्नुभयो तपाईहरुलाई के कारणले चाहिँ भोटको लिस्ट पाएन, किन जनताले पाएन भन्दा उहाँ पनि आफै भ्रममा हुनुहुन्छ। किन आएन भन्ने उहाँ पनि खुबै चिन्तकमा हुनुहुन्छ, के कारणले आएन भन्ने कुरामा। आगन्तुक दिनमा उहाँहरूले पक्कै पनि यस विषयमा छानबिन गरेर जनतालाई बुझाउने प्रयास गर्नुहुन्छ होला। आउने पञ्चायतमा यस्तो खालको नहोस् भन्ने खालको प्रयास गर्नुहुन्छ होला पक्कै पनि। मैले यो कुरा किन उहाँसँग जिज्ञासा राख्न चाहे भन्दाखेरि यसरी पब्लिकहरु जनताहरु भड्केर भोलि बिहानदेखि आएर आफ्नो अधिकार दिनको लागि यहाँ आउनुहुन्छ, बिहानदेखि भोकभोकै आउनुहुन्छ, अहिले 12 बजीसम्म उहाँहरू नभइसकेर फर्केर रिसाएर जानुहुन्छ भन्ने कता न कता दुःख मैले पनि प्रकट गरेँ। किनभनेदेखि इभन म पनि गर्छु नि त, भोलिको दिनमा म बिहान भोट लाउनु भनेर आउँछु, अनि भोट लाउनु हुँदाखेरि मेरो नाममा लिस्ट छ, नम्बर छ, सब एभ्रिथिङ, मेरो जब लिस्टमा नाम आएन भने त दुःख 100% XYZ कसैलाई पनि लाग्ने कुरो हो। तर मैले के भन्नु जनतालाई, तपाईहरु नआत्तिनुहोस्, नघबराउनुहोस्। पक्कै पनि तपाईहरुले उहाँले भनिसक्नुभयो तपाईहरुको भोटको नाम काटिँदैन भनेर उहाँले भनिसक्नुभयो। आउने निर्वाचनमा यसको सल्भ हुन्छ होला पक्कै पनि। त्यसै भन्दै म अगाडिको फ्युचरमा कोसँग कुराकानी गर्नेछु, तपाईहरुलाई पक्कै पनि दिन्छु। भिडियोमा बसिसक्नु। धन्यवाद। हामी समक्ष एकजना हामीले भोटर भनौँ मतदाता भेटेको छौँ। उहाँले पनि आफ्नो
दुःखहरू आफ्नो कष्टहरू गरिरहेको छ भेटेको छैन भन्ने कुरा गर्छु के भेट्नु भएको छैन तपाईँले कतिखेरदेखि खोजिराख्नु भएको थियो अहिले यो खोजेको हिजोदेखि खोजेको भेटेकै छैन। अहिलेसम्म भेट्छ पहिला कुन वार्डमा दिनु उहाँ भरतपुरमा दिन्थ्यो। उहाँहरूले के भन्नुभयो यहाँ सरेको छ भन्नुभयो अहिलेसम्म खोजेर भेटेको छैन खोजेर भेटेको छैन। घरि उता गएर हेर भन्छ, घरि यता गएर हेर। पब्लिकलाई हेरेसमेन्ट भइरहेको छ त्यही त। यस्तो पाराले आफ्नो भोट दिनु छ हामीले त के दिनु छ 5 वर्षमा एकचोटि भोट छ त्यही त। भोटै दिनु मात्रै छ तर तपाईँले नै आफै कष्ट गरिराख्नु भएको छ र आफूले दुःख पाइराख्नु भएको यो छ त के भन्न चाहनुहुन्छ कसले चाहिँ मिलाउनु पर्ने थियो है सुविधा बनाइदिनुहोस् यस्तो खालको पब्लिक हेरेसमेन्ट नहोस् नहोस्। किनभने उहाँहरू बिहानदेखि भोकै बिहानै आएर लगाउँछ आफ्नो काम धेरै काम हुन्छ आजको डेटमा कुनै पनि एकजना पब्लिकको धेरै काम हुन्छ र यस कारणले अब एउटा भोटको लागि तपाईँ बिहानदेखि बेलुकासम्म त बस्नुको लागि अलिकति सक्दैन किनभने तपाईँ हामीहरू भनेको मिडल क्लास होइन काम गरेर खाने मान्छे हो ठिक सबैजना त उयो हुँदैन त्यही भएर उहाँलाई चाहिँ के भन्न चाहन्छु भने यसबारेमा चाहिँ तपाईँ के भन्न चाहन्छ आउने दिनहरूमा चाहिँ कसरी यसलाई मिलाउनु छ आउने दिनमा त अब त्यही यो आउने पञ्चायतमा यस्तो खालको नहोस् होइन नहोस्, पब्लिकलाई हेरेसमेन्ट नहोस् होइन, घर घरमा पुऱ्याइदियोस्, जनतालाई सुविधा होस् सुविधा होस्। अब आफै यहाँ आएर आफै खोजेर आफै भोट दिनु हामीहरू त पाउनु त केही नै हो कि न। अब यो सब आफ्नो एउटा भोट दिने अधिकार यति बेला भने हामीले मतदाता एउटा पाएको छौँ एकजना भाइ उहाँले यतिखेर पनि भोट लगाएर बाहिर निस्किसक्नु भएको छ भाइ कस्तो अनुभव लिनु भएको छ कसरी कति बजीदेखि लाइन लगाएर कति घन्टामा टक्क तपाईँले आफ्नो हामी त म त लाइन लागेको तपाईँको 7:30 बजीदेखि हो अहिले अब तपाईँको 10 10:30 भइसक्यो टक्क 2.5 घन्टा 3 घन्टा लाग्छ 2.5-3 घन्टा त भयो दिएर निस्कियो अब यी वर्ष पनि लगाइयो लगाइयो खुसी लगाइयो। एकदम खुसी हुनुहुन्छ एकदम खुसी आफूले मनले खाएको व्यक्तिलाई पनि भोट दिनुभयो दिए होइन एकदम हामीसँग यति बेला भने हाम्रो काउन्सिलर बाहिर पनि आइपुग्नु भएछ क्यामेरामा देखाइदिनु लागि र कस्तो अनुभव जनतालाई के तपाईँलाई के असुविधा सुविधा कस्तो खालको अनुभव भयो गर्न चाहनुहुन्छ कस्तो डेभलप चाहिने हो तपाईँहरू अब यङ जेनेरेसन युथ हुनुहुन्छ कस्तो खालको डेभलपले गर्दाखेरि चाहिँ तपाईँहरूको आउने जेनेरेसन हुन्छ नि हामी उठी आउने युवक युवतीहरूको छोराछोरीहरूको लागि भविष्यको लागि कस्तो एउटा डेभलपमेन्ट जरुरी छ जस्तो लाग्छ तपाईँलाई यस अञ्चलमा विशेष गरी मेरो लागि त हो भने त अब सबै कुरो अहिलेसम्म त अब ठिकै लाग्दैछ हो अब त्यही हो खेलकुदको विषयमा के हो खेलकुदको बारेमा त एउटा राम्रो एउटा क्रिकेट ग्राउन्ड बनाइदिएको थियो भने राम्रो हुन्थ्यो भन्ने कुरो छ सरकारले होइन सरकारले अब के भन्नु ठिक छ भाइको जिज्ञासा राम्रो लाग्यो एउटा राम्रो क्रिकेट ग्राउन्ड सरकारसँग एउटा आह्वान गर्नुभएको छ किनभने यङ हुनुको कारणले उहाँलाई यो प्रश्न मैले सोध्नु पनि 100% नै हुन्थ्यो र उहाँलाई सोधे पनि राम्रै कुरा भन्नुभयो उहाँले मत लगाइसक्नु भएको रहेछ अहिलेसम्म हामी आउने मतदाताहरूलाई सँग पनि कुराकानी गर्नेछौँ तपाईँहरू भिडियोमा बसिराख्नु